हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल होइन। आज पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु। आजको भिडियो चाहिँ हाम्रो बालेन शाह नयाँ सरकार बनेदेखि सुकुम बस्तीमा डोजर चल्ने कार्यक्रम सुरु भइसकेको छ भने आज डोजर चलाउनेको पहिलो दिन हो। त्यसैले म चाहिँ हतार बाइक निकालेर चाहिँ सुकुम बस्तीतिर चाहिँ लागिसकेको छु भनेदेखि आजको भिडियो चाहिँ एकदम रमाइलो र रोचक हुनेछ होइन। सायद फाइटको सिन पनि देख्न पाइन्छ भन्ने आशा गरेको छु होइन। अब फाइट लभर हो हामी त होइन, यसो हेर्नु परिहाल्यो। अनि अर्को कुरा चाहिँ के भने पहिला चाहिँ होइन, पहिलाचोटि बालेन शाह चाहिँ मेयर हुँदाखेरि चाहिँ एकदम त्यहाँनिर ढुङ्गा मुढा खुकुरी होइन यताउता हानाहान परेको थियो। अब यसपालि के हुन्छ भन्ने कुरा चाहिँ मलाई त्यति थाहा चाहिँ छैन, तैपनि त्यहाँ गएर हल्का भिडियो बनाउने कोसिस चाहिँ गरिराखेको छु होइन। आज चाहिँ अब शनिबार र आइतबार चाहिँ अब डोजर चल्ने हो। आज चाहिँ थापाथलीमा डोजर चलाइराखेको छ होइन। थापाथलीको सुकुम्बासीमा चाहिँ डोजर चलिरहेको छ भनेदेखि अब भोलिको दिनहरूमा चाहिँ अब माछापोखरी अनि त्यस पछाडि लिएर चाहिँ मनोराको कोरिडोर एरियामा अनि त्यस पछाडि एयरपोर्टको अगाडिपट्टि अनि डल्लो साइडतिर पनि हल्का त्यही टाइपले डोजर चल्दैछ भोलि चाहिँ होइन। आज फर्स्ट डे अनि भोलि सेकेन्ड डे हो होइन। त्यही भएर आज चाहिँ म सिधै थापाथलीको सुकुम बस्तीमा चाहिँ म लागिसकेको छु होइन। आजको भिडियो हेरेर सबजना इन्जोय गर्नु होला है त। ल साथीहरू, फाइनली म चाहिँ त्यो डोजर चलाउने एरियामा आइसकेको छु भनेदेखि होइन। म धेरैचोटि भित्र छिर्ने कोसिस गरेँ है, त्यो पुलको मुनिबाट अनि हाम्रो नर्बिक हस्पिटलको पछाडिबाट अनि हस्पिटलभित्रबाट अनि युएन पार्कको चाहिँ अगाडिबाट पनि भित्र छिर्ने कोसिस गरेँ। तर त्यहाँनिर एकदम सेक्युरिटी चाहिँ टाइट भएको हुनाले म भित्र छिर्न सकिनँ होइन। अब फ्रेसहरूलाई मात्रै त्यहाँनिर भित्र छिराउने रहेछ साथीहरू होइन। मलाई थाहा थिएन त्यो कुरा चाहिँ। म त नर्मल मान्छेहरू पनि छिर्न सकिन्छ होला भनेर चाहिँ छिर्ने कोसिस गरेको, तर त्यहाँ छिर्न पाइएन होइन। अब फेरि हाम्रो गोब्रोले अब होइन परसम्म भित्तासम्म होइन वारीदेखि पारीसम्म चाहिँ अब हाम्रो क्याचै गर्न नसक्ने, त्यही भएर चाहिँ मैले हल्का मोबाइलबाट भिडियो बनाएँ साथीहरू होइन। यसपालिको भिडियो चाहिँ अलिकति विदाउट क्वालिटीको हुने भयो, तैपनि हेर्नु होला साथीहरू होइन। जे होस् राम्रै भिडियो बनाउने कोसिस गरेको, तर जे होस् भित्र छिर्न पाइएन, त्यतिमा चाहिँ दुःख लाग्यो मलाई। आजदेखि टोटल्ली सुकुम्बासीहरू चाहिँ उठेर जाने तगारमा छ होइन। अब यो छेउको भाग जुन छ नि यतातिर चाहिँ जेसिबी चलिसकेको छ भनेदेखि अब यताबाट पनि जेसिबी चल्न सुरु भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ होइन। यहाँतिर यो बिचको भाग चाहिँ बाँकी छ, अब यसमा पनि चल्छ बिस्तारै।
बनाउनु कति समय लाग्छ है भत्काउनु त एकैछिन हो भन्दै धेर भाका बाँचका एउटा त मलाई छोड्दै पनि हुन्थ्यो कुखुरा पाल्थे यार होइन राम्रै कमाउँथ्यो होला त्यो टरो बनाउन लगानी लागेन नि त होइन जस सुकुम्बासी भए पनि होइन त्यो रुखलाई चाहिँ बचाएर राखेको मारिसकेको रहेछ नि त है त्यस्तोमा हल्दिन्छ क्या त यहाँ अडेस लगाएर सबभन्दा ठुलो चाहिँ यही रहेछ होइन अब पहिला पो नगरपालिका मात्रै थियो र होइन यिनीहरूले दबदबा यिनीहरूको खतरा थियो है अहिले त सरकार नै आइसकेपछि कहाँ सक्दो रहेछ त हो नसक्दो रहेछ नि त होइन अब त्यहाँ एउटा उफ्रिन थाल्यो भने उनीहरूले टिपेर पानीमा फालिदिइहाल्छ को मिसन पुरा भएर यो हटाउन लागेको मेयर हुँदादेखिको यो हटाउनलाई प्रधानमन्त्री नै हुनु पर्यो यिनीहरूले भोट त बालेनलाई दिएको त थिएन नै होला पक्कै पनि पहिल्यै भत्काउनु खोजेको यिनीहरू बिच्किसकेको थियो यिनीहरूलाई थाहा थियो क्या यिनीहरू बालेन आयो भने सरकारमा आएर यिनीहरूले भत्काइदिन्छ भन्ने थाहा थियो यिनीहरूले भोट त दिएको थिएन है तर अहिले चाहिँ के भन्छ भोट दिएर जिताएर बेकार गरेछु होइन यताउता भन्ने क्या भन्ने मेलो मात्रै हो त्यो पानी ट्याङ्की त जोगाइदिन्छ होला नि त आजै देखेकै डोजर हान्छु भनेको यसरी हान्छ
ल साथीहरू फाइनली हामी चाहिँ त्यो ठाउँबाट चाहिँ अर्को ठाउँ हेर्नको लागि गयौँ होइन। अर्को ठाउँ पनि जेसिबी चलाउने डोजर चलाउने भन्ने कुरा थियो। त्यही भएर अङ्कल र म चाहिँ बाइक टिपेर फटाफट अर्को ठाउँ लाग्यौँ। तर अर्को ठाउँमा खासै चलाएको चाहिँ रहेन रहेछ। भट्टाबाटै सामान लाउनु थालिसक्यो। यिनीहरू सबै भत्किन्छ। आफैले बिगारेको राम्रो हुन्छ नि होइन। खेती भएन नि त, लगेर बेच्न पायो होइन। यहाँ त यत्रो ठुल्ठुलो दुई ताले घरहरू सुकुम्बासी यहाँ सबै आफैले गरेको सब अहिलेसम्म यहाँ चाहिँ लगाएको रहेन रहेछ है। आफैले नि गरेछ, नपर्ने गरेर आफैले गरेछ। ल साथीहरू फाइनली हामी चाहिँ त्यहाँबाट पनि होइन थापाथली हुँदै थापाथलीदेखि एयरपोर्टको पछाडि हुँदै एयरपोर्टको पछाडिबाट चाहिँ मनोरा पुलसम्म पुग्यौँ होइन। मनोरा पुलतिर पुग्दाखेरि त्यहाँ पनि चाहिँ जेसिबी चल्छ भन्ने सुनेको हुनाले चाहिँ हामी त्यहाँ पनि गयौँ होइन। तर त्यहाँ जाँदाखेरि चाहिँ त्यस्तो जेसिबी चाहिँ केही चलाउनु भएको रहेन रहेछ होइन। तर उहाँहरूले चाहिँ आफै सामानहरू निकालेर त्यहाँबाट लगेर जानु हुँदै रहेछ। मलाई चाहिँ यति कुराको पिर लाग्यो कि अब उहाँहरू कहाँ जानुहुन्छ भन्ने कुराको पिर लाग्यो होइन। तै पनि ठिकै छ, जिन्दगीले जहाँ पुर्याउँछ त्यहाँ त पुग्नु परिहाल्छ होइन। त्यस्तै हो जिन्दगी भन्ने कुरा होइन। कहिलेकाहीँ दुःख सुख त्यही हुन्छ होइन। यही मौका पारेर हाम्रो भैयाहरूले पनि राम्रो आम्दानी गर्नुभएछ। आजको भिडियो चाहिँ यहीँसम्म हो। सबैजनाले भिडियो हेरेर लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु होला भन्दै म बिदा हुन चाहे। धन्यवाद।